हेलो एभ्रिओन, आज हामी यस वर्षका 10 धेरै हेरिएका नेपाली म्युजिक भिडियोलाई समावेश गरेका छौं। साथै यी गीतहरूले युट्युबबाट कति पैसा कमाए लगायत अन्य कुराको पनि जानकारी दिनेछौं। यसबारे जान्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। यदि हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला। आउनुहोस् ढिला नगरी लागौं सिधै विषयवस्तुतर्फ। नम्बर 10, झिमझिमाउने आँखा। एकदेव लिम्बुले गाएको यो गीत अभिनयमा भने एकदेव लिम्बु, डिकिला शेर्पा र उपासना सिंह ठकुरी रहेका छन्। करिब 4 महिना पहिले अपलोड गरिएको यो गीतले अहिलेसम्म 26 मिलियन भ्युज पार गरिसकेको छ। आखिर यो गीतले कति पैसा कमायो त? नेपालमा अरू देशहरू भन्दा अलिक कम नै कमाइ हुने गर्दछ। नेपालको परिवेशमा युट्युबले $0.33 आरपीएम को हिसाबले पैसा दिने गर्दछ, जुन नेपाली पैसा अनुसार भन्ने हो भने 1000 भ्युज बराबर 45 रुपैयाँ हुने गर्दछ। यो त हामीले सबैभन्दा कम नै रेट राखेका छौं। यदि यी भिडियोहरूलाई विदेशबाट हेरियो भने यो भन्दा धेरै पैसा आउने गर्दछ। झिमझिमाउने आँखाको गीतको कमाई हेर्ने हो भने यो गीतले 12 लाखको हाराहारीमा कमाएको छ। नम्बर 9, जाम भन्यो मलाई। रिता थापा मगरको स्वरमा रहेको यो गीतको अभिनयमा भने प्रकाश सपुज, सनिसा भट्टराई रहेका छन्। करिब 10 महिना पहिले अपलोड गरिएको यो गीतले अहिलेसम्म 32 मिलियन भ्युज पार गरिसकेको छ। यो गीतको कमाईको कुरा गर्नु पर्दा 14.5 लाखसम्म कमाएको हुनुपर्छ। नम्बर 8, रेशम। प्रकाश दुतराज र मेलिना राईको स्वरमा रहेको यो गीतको अभिनयमा भने स्वयं प्रकाश दुतराज र विमला लिम्बु रहेका छन्। 6 महिना पहिले अपलोड गरिएको यो म्युजिक भिडियोले अहिलेसम्म 27 मिलियन भ्युज पार गरिसकेको छ। यो गीतले अहिलेसम्म 12 लाख माथि कमाएको छ। नम्बर 7, मायालाई पानको पात। खेम सेन्चुरी र दीपिका मगरको स्वरमा रहेको यो गीतमा पल शाह र अञ्जना पुन मगर रहेका छन्। करिब 4 महिना पहिले अपलोड गरिएको यो गीतले अहिलेसम्म 36 मिलियन भ्युज पार गरिसकेको छ। यस गीतले अहिलेसम्म 16 लाख बढीको कमाई गरेको छ। नम्बर 6, रैया चाँदीको। आशिष अविरल र मेलिना राईको स्वरमा रहेको यो गीत पूर्णबहादुरको सारङ्गी चलचित्रका लागि बनाइएको थियो। यो गीतमा भने विजय बराल र अञ्जना ब्राइलीको अभिनय रहेको छ। करिब 5 महिना पहिले अपलोड गरिएको यो गीतमा अहिलेसम्म 40 मिलियन भ्युज पार भइसकेको छ। यो गीतको कमाईको कुरा गर्नु पर्दा युट्युबबाट 18 लाखसम्म कमाएको छ। नम्बर 5, ब्रेकअप सङ। बाबुल गिरी र दीपाश्री निरौलाको स्वरमा रहेको यो गीत छक्का पञ्जा 5 का लागि बनाइएको थियो। यो गीतमा केदार प्रसाद घिमिरे माग्नी बुढा, दीपक राज गिरी, दीपाश्री निरौला, वर्षा शिवाकोटी लगायत थुप्रै कलाकारले अभिनय गरेका छन्। यो गीतले अहिलेसम्म 41 मिलियन भ्युज पार गरिसकेको छ। यो गीतको कमाईको कुरा गर्नु पर्दा अहिलेसम्म 18.5 लाखसम्म कमाएको छ। नम्बर 4, हामी हेरेको हेरै। दुर्गेश थापा, समीक्षा अधिकारी, एलिना चौहान र आनन्द कार्कीको स्वरमा रहेको यो गीत अभिनयमा भने स्वयं दुर्गेश थापा, प्रियङ्का कार्की, कविता नेपाली, पेमा लामा रहेका छन्। करिब 3 महिना पहिले अपलोड गरिएको यो गीतले मेला महोत्सवमा निकै तहल्का पिटेको थियो। यो गीत अहिले पनि ग्लोबल ट्रेन्डिङमा रहेको छ। यो गीतले अहिलेसम्म 59 मिलियन भ्युज पार गरिसकेको छ। अब लागौं यो गीतको कमाईतर्फ। यो गीतले भने अरू गीतहरू भन्दा राम्रै पैसा कमाएको छ, किनभने यो गीतलाई नेपालबाट मात्र नभई विदेशहरूबाट पनि राम्रै हेरिएको छ। त्यसकारण यो गीतले 35 लाखदेखि 40 लाखको बीचमा कमाएको हुनुपर्छ। नम्बर 3, बारदली। सुशान्त केसी र इन्द्रकला राईको स्वरमा रहेको यो गीतको अभिनयमा भने सुशान्त केसी, निश्चल बस्ने, स्वस्तिमा खड्का, सृष्टि श्रेष्ठ, आना शर्मा जस्ता कलाकारको अभिनय रहेको छ। 5 महिना पहिले अपलोड गरिएको यस गीतमा अहिलेसम्म 72 मिलियन भ्युज पार गरिसकेको छ। यस गीतको कमाईको कुरा गर्नु पर्दा 32.5 लाखको हाराहारीमा कमाई गरेको छ। नम्बर 2, म त ढले ढले। खेम सेन्चुरी र शान्ति रानी परियारको स्वरमा रहेको यो गीतको अभिनयमा भने पल शाह, जुना विश्वकर्मा र श्रेयासा गुरुङ रहेका छन्। करिब 7 महिना पहिले अपलोड गरिएको यस गीतमा अहिलेसम्म 78 मिलियन भ्युज पार गरिसकेको छ। अब लागौं यस गीतको कमाईतर्फ। यस गीतले अहिलेसम्म युट्युबबाट 35 लाख भन्दा बढी कमाएको हुनुपर्छ। नम्बर 1, रुकुम मैकोट। शान्तिश्री परियार र एसटी योगीको स्वरमा रहेको यो गीत खुस्मा फिल्मका लागि बनाइएको थियो। यो गीतको मुख्य अभिनयमा भने धीरज मगर र उपासना सिंह ठकुरी रहेका छन्। करिब 7 महिना पहिले अपलोड गरिएको यो गीतले अहिलेसम्म 121 मिलियन भ्युज पार गरिसकेको छ। यस गीतको कमाईको कुरा गर्नु पर्दा युट्युबबाट 55 लाख बढीको कमाई गरेको छ। सो आजको लागि यति नै। यी 10 गीतहरू मध्ये तपाईलाई सबैभन्दा मनपर्ने गीत कुन हो कमेन्ट गर्नुहोला र हाम्रो यस च्यानललाई लाइक, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हस्त, धन्यवाद।